के छ साथीहरू सबैजना सन्चै हो अब अहिले हामी एकजना एउटा नयाँ ठाउँमा आइपुगेका छौँ यहाँ मन्दिरमा आइपुगेका छौँ मन्दिरमा हामी किन आएका छौँ भन्नुपर्दा पूजापाठ गर्न आएका छौँ हाम्रो साथीहरूले गाडी किनेको कारणले आज हामी मन्दिर आएका छौँ गाडी पनि म एकचोटि देखाउने नै छु दुईटा गाडी आज पूजापाठ गर्नेवाला छौँ एउटा गरेर म देखाउने छु अनि गाडीको ओनरसित पनि कुरा गर्नेछु कस्तो भन्ने रहेछ भनेर है हल्का ट्रेनले गर्दा साउन्ड अलिकति अनक्लियर आयो होला तर अब हामी पूजापाठ सुरु गर्नेछौँ है यहाँ पण्डितजी पनि हुनुहुन्छ हामीसित अनि मारेको छ त नि सर सक्दैन नि फेरि हो कि क्या हो साकलाका बुम बुम अनि हाम्रो यो नयाँ 2018 किया फोर्टेको ओनर वहीँ हुनुहुन्छ गाडीमा बस्नुभएको छ कस्तो लागिरहेछ त दोस्रो जिन्दगीको दोस्रो गाडी ओन गर्दा यो त मलाई झन् खुसी लागिरहेको छ पहिलो गाडी भन्दा सेकेन्ड स्पेसल हुने हो अरे अनि के भन्छ अब आज हामी पूजापाठ गर्ने नै छौँ हैन ल यहाँ चाहिँ हामी गाडीमै मन्त्र के अरे भजन बजाएर गाडीमै विश्वकर्मा भगवानको लागि अब यहाँनिर पूजापाठ हुँदैछ अब पूजापाठ पनि हेर्नेछौँ नरिवल सरवल फोड्ने रे कागती सागती किल्चिने रे यो चाहिँ एउटा पार्ट अफ रिचुअल्स जस्तो नै हो नयाँ गाडी ल्याएपछि अनि त्यसपछि अब एउटा गाडी भयो यतिले मात्रै पुगेन अनि यहाँ अर्को गाडी पनि के छ हो कि क्या हो यहाँ अर्को गाडीको ओनर पनि यही छन् साथी भर्खर अहिले 12 घन्टा भन्दा बेसी काम हानेर थाकेको भएर दुईटा गाडी हानिसकेको छन् केटाहरूले यो पनि राम्रो छ यो कति मोडल हो साउजी कति मोडल हो 2025 मोडल हो रे इलान्ट्रा रहेको छ अनि मेरो गाडी पनि यही छ मैले पनि गाडी किनिसकेको छु अनि मेरो गाडी चाहिँ हामी हेर्नेछौँ अब 3 2 1 ल सौगात लगाएको गाडी आइपुग्यो यस्तै गाडी चाहिएको छ क्या यस्तै गाडी सक्सेसफुल भएपछि चाहिँ साथीहरू तपाईँहरूले पैसा कमाइसकेपछि चाहिँ यतिको चाहिँ चाहिन्छ है डबल पर्पस गाडी पोइन्ट ए टु पोइन्ट बी पनि पुग्छ घाँस पनि काट्छ त्यो हो कुराकानी सट्ट घुम्नुपर्छ एक सटमै ल ल दाहिने बार ल एउटा कुरा हामीले डिस्कभर गरेछौँ गाइस इन्जिनमा त नफारे भयो नि एकछिन हामीले डिस्कभर गरेको कि हैन अब खोइ दुईटै मिल्ने हो कि थोरै डिफल्ट भइसक्यो छ हामीबाट दुईटै मिल्ने हो कि नमिल्ने हो चाहिँ आई एम डोन्ट नो तर हामीले रिसर्च गर्ने अनुसार चाहिँ यस्तो हुनुपर्ने हो तर मेरो वाहनलाई मजाले है त मजाले है त अर्को डिरेक्सनमा बनेको छ हो तर अहिले नभनौँ उसको मोरल डाउन हुन्छ अहिलेलाई चाहिँ राइट हो दुइटै राइट हो दुइटै राइट हो यो चाहिँ बुद्धिज्म हो कि जस्तो लाग्छ ठिकै छ अहिलेलाई छोडिदिउँ अब अर्को गाडीको पूजा चाहिँ त्यही राइड गर्नुपर्छ पहिलो गाडीले जस्तो दुःख दिएको थिएन यस्तो यो गाडीले पनि दुःख नदियोस् यसको त दोस्रो गाडी पो हो नि यार म त पहिलो गाडी भनेर बसेँ रिचहरूको त दोस्रै हुन्छ त्यो कागती पनि किल्चिनु पर्छ नि है किल्चिने होइन किल्चाउने गाडी किल्छ भने त्यही सरी ल्याङ्ग्वेजमा अलिकति क्षमा माग्छ व्याकरण चाहिँ त्यस्तो क्लास लिनु परेमा सम्पर्क गर्नु हामीले भिडियोग्राफर पनि हायर गरेका छौँ यहाँ सस्ता मस्ता ल यहाँ क्यामेरामा हैन सुनमा खुवाउने ल दिइहाल सगुन आम्मामा मलाई ओ यत्रो नदिऊ है मलाई लड्डु खाने केटाहरुकै लागि भनेर ल्याम्मै म त लड्डु खाने हो नि हो क्या ल्याङ ल्याङ गर्ने है त मिठो है त लासुगा है त यो लड्डु मलाई यहाँ थोरै खाइदिनु एकदिन पण्डितजी खाउँदैन पण्डितजी यसो 3 जनाको हाल्दै दिउँ न त सेफ्टी है सेफ्टी बोल्यौँ ल हामीले सेफ्टी अनमोल नामको मान्छे फटै हुन्छन् भन्थ्यो हो रहेछ
के छ अनि तिम्रो गाडी गाडी चाहिँ लुतो लुतो फाले जस्तो धुरी नगाएर फालिदेऊ खल्ली बल्ली फाले भने तिम्रो गाडी चाहिँ कहिले आउँछ भन्ने कुरो हो मेरो सानोतिनो गाडी त छ मसँग ए शान्तिन त फेरि सानोतिनो तपाईँले भिडियो हेरेको छैन भने पुरानो भिडियो हेरौँ है सानोतिनो चाहिँ वालस्याल छ अब ठुलो तिनो चाहिँ अब यसो विचार गर्नु ल, बिस्तारै त्यो पनि त्यो पनि श्री गणेश गर्नेछौँ हामी त्यो पनि आउँछ त्यो पनि छिटै आउँछ ल हामी प्रमिस गरिसकेको छ अनमोलले अब नयाँ गाडी आएपछि उसको पनि हामी यो मलाई चाहिँ लिएर आउँछ यो पूजाको पाठ गर्ने बेला सबै अब म त फलाक्न चाहिहाल्यो नि बाहुनलाई आउनु न ल अब चाहिँ चल्दिउँ होला है नम्बर प्लेट पनि दामी छ नि फेरि 005 ठिक छ के भन्थिस् तैँले के भन्थिस् मेरो गाडी कहिले हुँदैन यो चाहिँ भन न अब त्यो भिडियो के तैँले के भन्थिस् रे तैँले मलाई गाडी नगरी छोडेको होइन अझ हेर मसँग दुईवटा गाडी छ भन ल है ल कुनमा चढ्ने रातोमा चढ्ने कि खैरोमा चढ्ने कि सिधा पोर्ट्रेट सिधा बनाउनु त अटे पो त नि ए यार 0.5 मा खिच नि यार त्यही भने यार यो क्यामेराम्यान खतम भयो यार म कहाँ क्यामेराम्यान हुँदैन नि के हो त पण्डितजी हो के भन्थिस् तैँले अहिले हेर मसित यहाँ दुईवटा गाडी छ हो कि क्या हो भिडियो पनि बनाएर ओइ आम्मामा के हो केटा त सोकिन्छ यार मारेको छ त यिनीहरूको सोकले त आम्मामा यो क्यामेराम्यानको चलपल त फेरि ओए ओए ल मामा वी मेड इट लेट्स गो ल 9% छ गाइज व्हाट्सअप ड्रिप चेक टुडे टेमुको घडी युनिक्लोको सर्ट युनिक्लोको प्यान्ट्स लाइक $100 अनि Air Force One classic can't go wrong with it Ray-Ban $250 plus I don't know यति मैले लगाएको छु हाम्रो नाइकीको क्याप प्राडाको चस्मा यो टी सर्ट मैले 1000 मा किनेको नेपालबाट के को थाहा छैन यो पनि 1000-2000 मा किनेको ट्र्याक नेपालमै Air Force One baby girl let's go एप्पल वाच अनि अनि त म छदैछु त्यसपछि आजको नयाँ पर्चेस मेरो बेबी लेट्स गो बेबी ओला किया फोर्टे ल है ल ल फाइनली है फेरि कति मूल्य भनिदिउँ न झ्याप्पै के चाहिँ? यसो फ्लेक्स नगरेर मूल्य भनिदिउँ क्या मूल्य फ्लेक्स नगरिकन आफ्टर ट्याक्स पर्यो मलाई 17 ठिक छ ल ल है ड्राइभ सेफ गुरुजी के हो कार्पेट पनि छ त यहाँ त कार्पेट नि लिएको मैले त्यहीँबाट मलाई कार्पेट त चाहिन्छ ल अब क्यामेरा कहाँ खोल्छ हामीलाई थाहा छैन मेबी यो आजको भिडियोको अन्त्य पनि हुनसक्छ तर छोटो मिठो हाम्रो साथीको सक्सेसमा मसँगै हुन पाउँदा पनि म एकदम खुसी Thank you, छु Suga. We have seen bad days, we have seen We good have days seen bad days, we have seen worse days, but we did have seen good days as well. And there are more good days to come. Yes sir, Keep let's go. working, keep the momentum up. Giving up is not in the blood sir. Giving up is not in the blood. Slow motion is better than no motion. So guys, keep on going. Let's go, you heard. You ल heard. साथीहरु, see you until next time. Take care. के रे तिम्रो हाल Adios guys. Adios, Sakalaka sakalaka. Bindu.